नमस्ते लर्न मोर भन्ने यो सेसनमा चाहिँ हामी थर्ड पार्ट छौँ अजी अस्मनको यो मामा आम कमिङ होमको जुन यो लास्ट पार्ट पनि भन्नु मिल्छ यसलाई। अब हामीले अगाडिको सबै सेक्टरहरू सिधाइसक्यो। अब आयो सोलो है। सोलोभन्दा अगाडि एउटा ट्रान्जिसन आउँछ अनि त्यसपछि सोलो आउँछ है त। अब त्यो ट्रान्जिसन चाहिँ यो टाइपको छ। यो चाहिँ अलिक क्लिनमा बजेको छ, अलिकति रिभर्बहरू हालेर है, यस्तो टाइपको छ। अब यो चाहिँ यो पार्ट छ यो, अनि यो जुन बी पार्ट पछि अनि बल्ल सोलो आउँछ यो। अब यो ट्रान्जिसन चाहिँ कस्तो भने यो चाहिँ अलिकति क्लिन बजाएको छ, कोरस अलि रिभर्बहरू टाइपको है। अगस्टिक गिटारमा चाहिँ यो प्लगिङ खेलिरहेको छ है त। अब तपाईँले इलेक्ट्रिक पनि खेल्न सक्नुहुन्छ है त। अब यसमा के छ भन्दाखेरि अब के बजिरहेछ भनेर ट्याब हेर्नु त धेरै कुरा हुन्छ, तर यसमा चाहिँ तीनटा कर्ड प्रोग्रेसन जस्तै कि तपाईँले एउटा जी, त्यसपछि ए, त्यसपछि ई, यो याद गर्नुपर्ने हुन्छ तपाईँले जिएई है। अब यसमा चाहिँ कसरी बजाउनु भन्दाखेरि जीमा चाहिँ तपाईँले ट्याक्क जी लिनुभयो जुन हाम्रो यहाँ कर्ड छ है। जीमा चाहिँ तपाईँले फोर्थ स्ट्रिङ र थर्ड स्ट्रिङ एकैचोटि पिक गर्ने, त्यसपछि अनि यो पिक गरिसकेपछि तपाईँले फर्स्ट स्ट्रिङ अनि सेकेन्ड स्ट्रिङ प्लग गर्ने है, अनि त्यसपछि थर्ड स्ट्रिङ पनि भनेपछि है। अब हामी यसलाई स्लाइड गर्छौँ एमा है, यो चाहिँ नि 4 बाट 6 मा स्लाइड भयो यो थर्ड स्ट्रिङ। अब यहाँ पनि सेम एमा पनि त्यही गर्छौँ हामी, दुईटा फोर्थ र फर्स्ट प्लग गर्छौँ अनि त्यसपछि सेम त्यही 1 2 3 है। अब चाहिँ हामी ई को सट्टा चाहिँ ओपन बजाउँछौँ 1 र 2, अनि त्यसपछि 13 फ्रेट बजाउँछौँ, अनि त्यसपछि दुईटा चाहिँ हार्मोनिक लिएको छ यहाँनिर 12 फ्रेटमा है भनेपछि है। अब त्यसपछि एउटा सानो सोलो आउँछ यहाँ, यो चाहिँ नि 9 बाट 12 स्लाइड गर्नुस्, त्यसपछि 11, त्यसपछि 9, अनि त्यसपछि माथि फोर्थ स्ट्रिङमा चाहिँ नि 12, अनि फेरि हाम्रो 9 फ्रेटमा थर्ड, त्यसपछि 11, अनि 11 बाट 13 स्लाइड है। फेरि ऐकै रिपिट हुन्छ। यसपालि चाहिँ ईमा फरक छ। यसपालि चाहिँ हामीले ओपन बजाउँछौँ सेकेन्ड स्ट्रिङ, त्यसपछि 13, त्यसपछि फर्स्ट स्ट्रिङको 12, सेम भइहाल्यो यो पनि सेम भयो। अब चाहिँ नि है त्यसपछि हामी बजाउँछौँ बी, यो चाहिँ नि अब डिस्टोर्सनमा छ नि बल्ल चाहिँ नि हाम्रो सोलो स्टार्ट हुन्छ है त। अब हामी जाउँ सोलो, मेन सोलोमा है त। अब यस्तो छ सोलो। अब हामीले ब्रेक डाउन गरौँ। फर्स्टमा चाहिँ हामी यो पछि आउँछौँ, यसपछि हामी 9 फ्रेट फोर्थ स्ट्रिङको 9 फ्रेट, अनि त्यसपछि फोर्थ स्ट्रिङको 11 है ह्यामर गर्छौँ, त्यसपछि थर्ड स्ट्रिङको 9 मा, फेरि फोर्थ स्ट्रिङको 11, फेरि थर्ड स्ट्रिङको 9 भनेपछि अनि एउटा बेन्ड गर्छौँ हामी। यो चाहिँ नि हामी थर्ड स्ट्रिङको 11 मा फुल बेन्ड गर्छौँ है। यहाँ बेन्ड गरेर छोड्दैनौँ, यसो हामी अलिकति म्युट गरिदिन्छौँ, तर डिलेले चाहिँ काम गर्छ क्या यसरी भनेपछि। अब त्यसपछि हामी डबल स्ट्रिङ बेन्ड गर्छौं। यो चाहिँ नि हाम्रो सेकेन्ड स्ट्रिङको 17
त्यसपछि थर्ड स्ट्रिङको 16 मा है दुईचोटी है भनेपछि है बेन्ड अनि फेरि बेन्ड भएर यो हाम्रो जहाँ छ त्यहाँ आउँछ जस्तै 17 र 16 थियो त्यही आउँछ अनि 16 अनि 14 है त्यसपछि है त्यसपछि 16 14 अनि त्यसपछि 14 बाट ह्यामर गरेर 13 भनेपछि नि अब सेम कुरा चाहिँ फेरि रिपिट हुन्छ है अब यो बेन्डमा चाहिँ नि नझुक्किने खास यो चाहिँ नि यस्तो छ है त अब त्यसपछि दुईचोटि सेम कुरा भइसकेपछि अब चाहिँ नि हामी फेरि अब अर्को पार्ट आउँछ अब यसपालि चाहिँ नि हामी 9 बाट 11 मा ह्यामर त्यसपछि फेरि 9 फेरि 11 अब चाहिँ हामी 9 मै बस्छौँ थर्ड स्ट्रिङको है अनि त्यसपछि हामी फेरि 11 मा बेन्ड गर्छौँ तर 11 बेन्ड अनि 9 अनि फेरि 11 है अब चाहिँ यो पार्ट आयो अब हामी हाई पार्टमा जान्छौँ यसमा चाहिँ नि फर्स्ट स्ट्रिङको 14 बेन्ड गर्छौँ है अनि यहाँनिर चाहिँ हामी बेन्ड गर्छौँ 14 मा दुईचोटि त्यसपछि हामी 12 बाट ह्यामर गर्छौँ है दुईचोटि बेन्ड त्यसपछि 14 नै बजाउने अनि त्यसपछि 12 बाट ह्यामर अनि त्यसपछि फेरि 12 है त्यसपछि फेरि हामी 14 मा बेन्ड गर्छौँ अनि फेरि 12 फेरि 14 है अब ट्याप भन्दा कस्तो कस्तो लाग्ला तर बजाउँदा चाहिँ नि यो भयो है त अब यसपछि लास्ट पार्ट आउँछ यहाँनिर चाहिँ अलिकति क्रोमेटिक टाइपको सोलो भएको छ यो चाहिँ हामी 19 फ्रेटमा आउँछ अनि बेन्ड गर्छौँ है अब यसमा चाहिँ 19 मा बेन्ड त्यसपछि यो चाहिँ नि सेकेन्ड स्ट्रिङ भयो फर्स्ट स्ट्रिङको चाहिँ नि 17 18 19 त्यसपछि तपाईको 19 पछि 21 फ्रेटमा है त्यसपछि फेरि 19 है त्यसपछि हामी थर्ड स्ट्रिङको 18 त्यसपछि हामी सेकेन्ड स्ट्रिङको 17 बजाउँदाखेरि है अलि फास्ट बजाउँदा है भनेपछि त्यसपछि यो फेरि आइगयो अनि हाम्रो जुन अगाडि पाठमा सिकाएको थियो है त्यही पाठ आउँछ सेम पाठ त्यही दोहोरिन्छ त्यसपछि गीत चाहिँ नि लगभग यति पाठमै सबै कभर हुन्छ है त अब यो सबै पाठहरू तपाईँले सुनिसकेपछि मेरो विचारमा चाहिँ नि यो मामा आम कमिङ होम पुरै बजाउन सक्नुहुन्छ होला है त लास्टमा एउटा पार्ट छुटेको छ त्यो चाहिँ प्लगिङ हो यो चाहिँ आउट्रो भनौँ आउट्रोमा नि सेम प्लगिङ छ है अब यो आउट्रोको चाहिँ नि सेम हाम्रै प्लगिङ हो यसमा चाहिँ अलिकति यो पार्टमा त अलिकति फरक छ अनि अगाडि चाहिँ यो होल्ड नगरी सिम्पल्ली एकवटा नोट स्विफ्ट हुँदै जान्छ
है। अब यो पार्ट चाहिँ आफै खोज्नु न, अलिकति आफ्नो नि दिमाग लाउनु पऱ्यो नि त है त। ओके, अब यसरी चाहिँ हाम्रो मामा आम कमिङ होमको फुल लेसन चाहिँ नि यहाँनिर इन्ड हुन्छ। पार्ट 1, पार्ट 2, पार्ट 3 मजाले हेर्नु होला है। अनि के बुझ्नु भएको छैन त्यो चाहिँ कमेन्ट बक्समा लेख्नु होला। अलिकति भिडियो लामो भए पनि बुझ्न सजिलो होस् भनेर मैले अलिकति डिटेलमा भनेको छु, त्यही भएर राम्ररी हेर्नुहोस्। अनि बुझ्नु भएन भने कमेन्टमा लेख्नुहोस् है त। अनि अभियसली सबैजनाले आफ्नो पोस्ट पनि हाल्नु होला, यतिको सिकिसकेपछि बजाएर पोस्टहरू पनि हाल्नु होला। अनि मलाई पनि मेन्सन गर्नु होला है त। अनि सधैँ चाहिँ हाम्रो च्यानललाई लाइक गरिदिनु, सेयर, सब्सक्राइब। थ्याङ्क यू फर वाचिङ।